नेपालका डिभिजन वन कार्यालयहरूद्वारा सञ्चालित नर्सरीहरूमा बिरुवा उत्पादन र सोको स्याहार सम्भारको लागि स्वीकृत बजेटको अधिकांश हिस्सा श्रमिकहरूको ज्यालामा खर्च हुनु पूर्ण रूपमा न्यायोचित र तार्किक छ। नर्सरीले स्थानीय मानिसहरूलाई वर्षैभरि रोजगारी दिएको हुन्छ। नर्सरी सञ्चालन एक सघन रूपमा श्रम लाग्ने कार्य हो, जहाँ बिरुवाको प्रत्येक चरणमा मानिसको शारीरिक श्रमको आवश्यकता पर्छ। यहाँ मेसिनरीको प्रयोग तुलनात्मक रूपमा नगण्य मात्र हुन्छ। स्वस्थ बिरुवा उत्पादनका लागि समयमै र सही तरिकाले बिउहरू जंगलबाट संकलन गर्नुपर्ने हुन्छ, जुन पूर्णतया मानवीय श्रममा निर्भर हुन्छ। माटो, बालुवा र मल संकलन गरी सोको मिश्रण तयार गर्ने र लाखौंको संख्यामा पोली ब्याग हातले भर्ने काममा धेरै ज्यालादारी श्रमिकहरू लाग्छन्। बिरुवालाई बिउ ब्याड वा ट्रेबाट पोली ब्यागमा वा एउटा नर्सरी बेडबाट अर्को बेडमा सार्ने जस्ता नाजुक कार्यहरू मेसिनबाट गर्न सकिँदैन। यसका लागि कुशल ज्यामीको प्रयोग भइरहेको हुन्छ। बिरुवालाई नियमित रूपमा पानी हाल्ने, झारपात उखेल्ने, किरा र रोग नियन्त्रण गर्ने तथा बिरुवालाई बलियो बनाउन हार्डेनिङ गर्ने कार्यहरू निरन्तर मानव निगरानी र श्रमबाट मात्र सम्भव हुन्छ। वृक्षारोपणका लागि बिरुवाहरूलाई ढुवानी गर्न तयार पार्ने र लोड अनलोड गर्ने काम पनि श्रममा आधारित हुन्छ। एउटा बिरुवा तयार हुन 6 महिनादेखि 2 वर्षसम्म लाग्न सक्छ। यस अवधिभरि यसको दैनिक नर्सरी नाइकेहरूबाट रेखदेख भइरहेको हुन्छ। अधिकांश डिभिजन वन कार्यालयहरूले 1 वर्षीय र बहुवर्षीय गरी दुवै खालका बिरुवा उत्पादन गर्छन्, जसको स्याहार सम्भार लामो समयसम्म गर्नुपर्दा श्रमिकहरू पनि सोही हिसाबले खटिरहेका हुन्छन्। जिल्ला दर रेटबाट निर्धारित न्यूनतम ज्याला दर वा कार्यक्रम कार्यान्वयन कार्यविधिमा उल्लेख भए अनुसार ज्याला भुक्तानी गर्नुपर्ने हुँदा यो सामग्री खरिदको लागतभन्दा सधैँ बढी हुन्छ। ज्यालामा बढी खर्च हुनुको एउटा महत्त्वपूर्ण औचित्य स्थानीय रोजगारी सिर्जना पनि हो। नेपालका डिभिजन वन कार्यालयहरूले ग्रामीण क्षेत्रका महिला र विपन्न समुदायलाई नर्सरीको काममा ज्यालादारी रोजगारी दिएर उनीहरूको जीविकोपार्जनमा सहयोग पुर्याउँछन्। यसले सरकारी लगानीलाई केवल प्राविधिक कार्यमा मात्र सीमित नगरी सामाजिक विकासमा पनि जोड्छ। अतः नर्सरी सञ्चालनको प्राकृतिक आवश्यकता, श्रम सघनता, निरन्तर रेखदेखको आवश्यकता र सामाजिक आर्थिक लाभलाई हेर्दा स्वीकृत बजेटको अधिकांश हिस्सा श्रमिकहरूको ज्यालामा खर्च हुनु तार्किक, न्यायोचित र अपरिहार्य मानिन्छ।